गुड मर्निङ गाइज एन्ड नमस्ते। आज चाहिँ म फेरि उता अर्को बिहेको लागि जाँदै थिएँ। अनि यो चाहिँ एक दिन अगाडिकै बिहे थियो, यो केही नै सकेको थिएन। अब यो सबै सकेर फेरि अर्को बिहेको लागि तयारी गर्दै थियौँ। यो चाहिँ म पर्वल काट्दैछु सबैजना मिलेर। आज पनि चौधरीकै बिहे थियो। यो चाहिँ नजिकै यता मेन्हा भन्ने गाउँतिरको थियो सायद। अनि पर्वल र आलुको तरकारी। अनि म र आन्टीको छोरी चाहिँ पर्वल काटिराखेको थियो। यो चाहिँ फ्राई मैले गरिसकेको साथी हो। फ्राई गरेर चाहिँ अब यसको पकाउने तयारी गर्दैछौँ। यो चाहिँ रहेको छ। यो चाहिँ सबै तरकारी पकाउनको लागि पियाज सियाज हाल्यो अरे। तरकारी यतिको भयो साथीहरू। भिडियो बनाउने मान्छे नभएर यो डाइरेक्ट भिडियो एकैचोटि पकाएको है। यो चाहिँ बिहेको अलिअलि तयारी हुँदै थियो। यो चाहिँ जग्गे तयारी भइसकेको छ साथीहरू। बिहे पनि यहीँ हुने। अरू बेला चाहिँ कहिलेकाहीँ भोज मात्र हुन्थ्यो यहाँ। आज चाहिँ बिहे पनि यहीँ थियो। यो चाहिँ चौधरीहरूको बिहे थियो। यो चाहिँ लब्बा भुज्ने भनेर भन्छ चौधरीहरूको। बेहुलीको चाहिँ भिनाजुले भुट्नु पर्ने। अनि यता चाहिँ हामी सबैजना मिलेर काम गर्दैथ्यौँ। हामी चाहिँ सबैजना मिलेर काम गरिरहेको थियौँ। अनि मासुको लागि चाहिँ तयारी हुँदैछ। यहाँ फ्राई पियाजको फ्राई गर्नुपर्छ पहिला। अनि खुर्सानी पियाज सबै हालेर फ्राई गरेको। जन्ती पनि आइसक्यो साथीहरू। यो चाहिँ जन्तीको गाडी अर्को एउटा पनि थियो, त्यो चाहिँ आएको थिएन। अनि यता बिहेको स्वयम्वरहरू हुँदैछ, टिकाटालो हुँदैछ साथीहरू। सबै केटा उता पूर्वको हो, केटी चाहिँ यहीँ धनगढीको अरे। अनि सबै तयारी हुँदैछ यहाँ उनीहरूको आफ्नो परम्परा अनुसारले। अनि यता जन्ती पनि थियो अलिअलि। अनि फोटोसोटो खिच्ने कार्यक्रम भइराखेको थियो। माला साटासाट रिङ चेन्ज भइराखेको थियो। अब त्यतिखेर चाहिँ म त भिडियो बनाउन पाइनँ। भाउजूले बनाएर यहाँ कुनै माथि कुनै कस्तो बनाइदिनु भएको छ। जस्तो भए पनि रुचाइदिनु होला मेरो भिडियो चाहिँ। यसो म पनि कहिलेकाहीँ युट्युब च्यानलमा हालिरहेको छु, मेरो युट्युब पनि हेरिदिनु साथीहरू। अनि अचार चाहिँ बनाउन बाँकी थियो। अचार चाहिँ अब मलाई जिम्मा दिएको थियो। यो चाहिँ हरियो मटर भिजाएको मटर हो साथीहरू। सबैलाई उस्नेको मनपर्छ होला, मलाई चाहिँ काँचो मनपर्छ। अनि बन्दा आलु पुरै मुस्न सकेको थिएन गाइज, थुप्रो थियो आमामा। तर अचार चाहिँ मिठो भएको थियो। मैले एकदम प्लास्टिक लाएर मुछेको थिएँ नि गाइज। खानुभयो कि खानु भएन। अनि यो चाहिँ हाम्रो पार्टी रहेको छ, सर्भिस गर्ने पार्टी। आन्टी टुलु हेरिराख्नु भएको छ। पानी चाहिँ उताबाट एकदम ठुलो आइराखेको थियो। यो भाउजूले चाहिँ दही खाऊँ कि नखाऊँ भन्दै खानुभयो। अनि मेरो हेर्नुहोस् हालत आज राम, गर्मीले पुरै धेरै गर्मी थियो। गर्मी पनि के साह्रो बढेको। यो वैशाखमा बिहे नगर्नु साथी हो। पानी उता आकाश गडगडाउन थालिसकेको थियो कालो भएर। पानी पनि हरिबिजोग तरिकाले आयो साथीहरू। जसले सुरुमा खायो ऊ त मजाले खायो, तर पछिबाट पानी त अलिअलि होइन राम। यो चाहिँ आज थोरै मान्छे भएर चाहिँ बाहिरै खुवाएको। बाहिर खुवाएर चाहिँ बिजोग भयो पानी परेर। हेर्नु न साथी हो राम, पानी मात्र परेको भए हुन्थ्यो। हावा पनि चलेर अलिअलि होइन सबै भिजायो। हामी चाहिँ छोडेर यता भित्र पसिसकेको थियौँ किचनमा। अरू चाहिँ खाँदै हुनुहुन्थ्यो। उता कानी खुसी पनि गर्दै हुनुहुन्छ कसले हेर्नु, तर म त चिन्दिनँ। पानी परेर चाहिँ मान्छे भित्र बस्नु नि खानु पर्खेर राम। हेर्नु त हामी दिने मान्छे त सर्भिस गर्ने मान्छे यहाँ पानी परेर भित्र आएछौँ, तर खाना मान्छे छोड्दैन रहेछ जतिसुकै जे पानी पऱ्यो भने। यहाँ सबैजना पर्खिराख्नु भएको थियो खानुलाई। पानी हेर्नु न अलिअलि होइन। यो मान्छेहरू बस्नु नि उता भित्रतिर हामीतिर आएर भनेर सोचिरहेको थियो, तर यिनीहरू अब पानी झन्झन ठुलो हुँदै थियो, झन्झन ठुलो। हावा त्यस्तै आमामामा। ल अब सबैजना कता जान्छन् त हेरिराखौँ है साथी हो। यो भिडियो चाहिँ मैले उता किचनबाट बनाएको। पानी छिटा हानेर मेरो मोबाइलभरि पानी परेको थियो। पछि त ह्याङै भयो मोबाइल पनि। हेर्नु न साथीहरू आमामामा हावा कति धेरै चलेको राम। बिहे गर्नु फागुनमा गर्नु गर्मीमा गऱ्यो भने हावा आउला हुरी आउला पानी पर्ला भनेर हुन्थ्यो। आज हो रहेछ विश्वास लाग्यो वैशाखको। गर्मी पनि त्यस्तै हुने। माघमा गर्नु साथी हो बिहे। अब माघमा फागुनमा यस्तो गर्मीमा नगर्नु।
गर्मी भन्दा भन्दै हेर्नु त पानी कति धेरै परेको आमामामामा उडाउने म बाहिर भएको भए सायद उडाउँथ्यो होला गाइज पुरै आमामामा जोसिएर आएको छ आज पानी। यति पानी चाहिँ कहाँबाट अड्केर आएको नि पुरै हेर्नु सबैजना भित्र आउँदै हुनुहुन्छ पुरै। ए राम 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 बतास आएर अलिअलि होइन ठुलो बुवालाई त्यहाँ भित्र आउनु भनेको सुन्दा सुन्नु भएन कति धेरै बोलाएको। अहिले ठुलो बुवा आउनुहुन्छ होला भन्दै भन्दै पर्खेको राम आउनु नै हुन्न पुरै। हेर्नु न बतास आएर पनि नआउनु भएको भित्र धेरै पानी पऱ्यो बिजोक। यो बिहे चाहिँ 18 गतेको बिहे थियो साथी हो। राम राम हेर्नु त वैशाख 18 गते कति धेरै पानी आएको नि आमामामा। लु ठुलुवा चाहिँ भित्र आउन पनि के साह्रो गाह्रो मान्नुभएको आएर बसेको भए हुन्थ्यो नि आमामामा। हेर्नु त हेर्नु मेरो ठुलुवा पार्टी प्यालेसको ओनर राम राम आमामामा। पानी त आउनु कि आउनु भनेर चिच्याएको आउनु भएन ठुलुवा त आमा। अब एकछिनमा चाहिँ आउनुहुन्छ कि म भाउजूले कराएर अलिअलि होइन लु सबै। अब चाहिँ बेहुलीको हेर्नु अलिकति पानी रोकेर बेहुलीको पनि हरिबिजोक छ। खाना खाना आइसक्नु भयो बेहुली पनि। बेहुली चाहिँ उहाँ नै हुनुहुन्छ। बेहुली पनि भोकले अलिअलि होइन भोकले मर्ने बेला भएर ऊ पनि आइसकेको थियो। यो चाहिँ पानी रोकेपछि फेरि खाना स्टार्ट भएको साथीहरू। अब हेर्नु होला युट्युब कस्तो छ के छ होइन। मेरो पनि अलिअलि म पनि प्रयास गर्दैछु बनाउनलाई। यो चाहिँ सबैजना खाएर पनि फेरि रिखाएको। अनि म चाहिँ लास्टमा यसो के गरौँ नगरौँ भयो अनि टिकटक बनाएँ गाइज। लु मलाई पनि हेरिदिनु पर्यो अलिक राम्री त छुइनँ तर पनि यसो नजर लगाइदिनु ल। बाई बाई गाइज आजको भिडियो यति नै।